Hello guys, welcome to my vlog. आजको भ्लगमा तपाईँहरूलाई चाहिँ स्वागत छ। अनि आज चाहिँ हाम्रो डाँडामा चाहिँ देवी पूजा हुन लागिरहेको छ। अनि म चाहिँ अब त्यता जान आँट्दैछु। अब आजको हेरौँ देवी पूजा कस्तो हुन्छ। यो भ्लगलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त। यहाँनिर आगो जोड्ने काम भइरहेछ है। आज मौसम पनि एकदम राम्रो। यता चाहिँ हाम्रो मन्दिर हो। यहाँ मन्दिर झ्यामेरहरू पुरै पाकिरहेछ। यतैभरि छ झ्यामेरहरू चाहिँ। आजको वेदर चाहिँ एकदम राम्रो भएको छ। यता चाहिँ हामीले टेन्ट टाँगेको छौँ। यस्तै चाहिँ एकदम बबाल छ हाम्रो वेदर। यता चाहिँ अब कटेरी चाहिँ के बनाउने पकाउने ठाउँहरू यता हुन्छ। अब कमल दाजु दाउरा लिएर आउनुहुँदैछ। मैले चाहिँ अघि ल्याइसकेँ यहाँनिर दाउरा एक टोको। ल अनि यसलाई बनाउनु पर्यो नि त, नभए आज फ्या गर्दा कहाँ बस्छ यहाँनिर हाम्रो दाजुहरू पनि अब आइसक्नु भएको छ। अनि यसपालि चाहिँ हाम्रो यहाँ नौमती बाजाको पनि कार्यक्रम छ, झिकाइएको छ। अनि यता चाहिँ हामीले यो कति वर्षपछि यसपालि हाम्रो डाँडामा चाहिँ यो नौमती बाजा ल्याइयो त। 11 वर्ष पछाडि 11 वर्ष पछाडि ल्याइयो ठ्याक्कै। बारी लाग्यो यो वैशाखी बारी लाग्यो। ठिकै छ। उहिले कस्तो रमाइलो हुन्थ्यो। पहिला नौमती बाजा लगाएर गर्ने गरेको थियो। त्यस पछाडि बाबेहरू अलिक नसक्ने अवस्था पर्यो नि त। बिरामी भयो के भयो कसो भयो। हजुर। त्यो हुँदाखेरि नौमती बाजाको कुरो भएन। कुरो नभएपछि हामी त्यति अब चाहना गरिएन भनौँ न। चाहना नगरेपछि अहिले साथीभाइहरूले सबैले नै एकचोटि गरौँ न त भन्ने कुरो गर्दाखेरि 12 वर्षमा चाहिँ हामी भेला भयो। ठिकै छ। अब यसलाई निरन्तरता दिनुपर्छ, रमाइलो गर्नुपर्छ। आगामी दिनमा अझै राम्रो गर्नुपर्छ होइन।
पञ्चकन्या पञ्चकन्या देवी होइन अहिले मेन भनेको यहाँ गर्नुपर्ने भीमसेन भीमसेन होइन हजुर भीमसेनलाई त्यहाँनिर अनि यहाँनिर के अरे यो यताको लामालाई उपल्लो चाहिँ के अरे भीमसेन यो लामा लामिनी सिकारी छेउको माई हो यो माई यता माई यो जङ्गलीको सिकारी जङ्गलीको सिकारी यो होइन कुकुरले पक्रिन्थ्यो गारामुनि यो यताको यो सिकारी जङ्गलीको सिकारी भयो कि यो गारामुनि होइन अनि बोजू अनि संसारी त्यहाँनिर परेवा चाहियो मेन चाहिँ त्यहाँनिर त्यसलाई परेर एउटा बाख्रा बाख्रा यसलाई जोडी गारामुनि बोजू यहाँ यहाँ यता परेन यहाँदेखि मेरो एउटा पन्ने कटेलो भाइले चाहिँ प्रार्थना साह्रै धेर गर्नुपर्ने नि पढ्ने केटा घरेर लाग्छ भन्दै चाहिँ महँगी हुन्छ हाम्रोतिर त उयो हुन्छ अरे पर्छ अरे पानी कि हाम्रो यहाँनिर प्रतिक्रिया कि ढलिसकेको अवस्था एउटा पनि लगाइदिला लोकल कुखुराहरू बनिँदैछ होइन अन्डा हाल्ने त भइसक्यो उता
त्यही हाम्रो धमाधम जाँदैछ चिकनको फरार छ यता चाहिँ हाम्रो तितेको लागि पनि हो तितेको लागि यसो आउँदैछ तितेको लागि चाहिँ हाम्रो यो हल्का डढाएर झार्नुपर्ने हुन्छ यसको चाहिँ त्यसको नै बनाउने हो तिते चाहिँ ल ठिक छ ठिक छ त्यो काँचो चाहिँ यहाँ हालिदिनु कि हाल्ने फालिदिन्छु नफाल्ने जाँदैछ पठेक्रीको पठेक्रीको कार्यक्रम पारा आउँदैछ घन्टै भइगएको थियो लु काका पनि खुज्नुहोस् काकाले कतिको पारा
तिते हो तिते यसो है ए त्यो बबाल प्रसादम सर खाउँ पुगेन रहेछ प्रसाद आयो प्रसाद हाम्रो एकदम खाना पाक्दैछ होइन दिनेश सर अहिले चाहिँ यो चाहिँ के को दिन दिपेश सर यो चाहिँ परेवा यसो हाम्रो मुन्दुङ गरेर चाहिँ यो चाहिँ हाम्रो यो ऱ्यापिङ पेपर र जतिसँगले हामीले चाहिँ यसलाई बोइल गरेका छौँ सिक्वा बनाएको छौँ बबाल छ प्रसाद अब हामी ग्रहण गर्दैछौँ खाना चाहिँ हाम्रो बनिसक्यो भने दिनेश सर लगभग पकाउँछ तयारी एकदम बबाल भयो हाम्रो खाना रेडी भयो कस्तो भने नि त्यस्तो ढुङ्गाको छेउछेउको चाहिँ नि भात अलिक कान्छै हुँदो रहेछ बबाल भयो त्यो टमाटर प्याजको अचार दामी छ हाम्रो खसीको यो के चाहिँ बनेको अवस्था हो चिते कुखुराको दामी भयो तिते खतरा दामी भएको दामी तिते अब हामी पल्लोपट्टि हाम्रो फेरि यता मटन यता पाक्दैछ दिनेश सर हाम्रो मटनको अवस्था के हुँदैछ लगभग अन्तिम तर खसीको मासु स्पेसल यस्तो गर्ने चिरिका बबाल जिनिस त्यतै हाम्रो बाख्रा चाहिँ हाम्रो हेरी यता चिकन बनिरहेको डेन्जरस है ल सबैजना यता मस्तसँगले होइन त बसिराख्नु भएको छ के गर्नुभएको दुईजना के गर्नुभएको हजुर भाषेको ल ठिक छ ए बहिनीको नाम के हो कान्छीको नाम भन्दै त के हो तेरो रियासा हो रियासा ल ठिक छ बहिनीको चाहिँ के हो भन्नु भएन के हो नाम आमाहरू यता हुन्छ हाम्रो आमाहरूलाई कस्तो भइरहेको छ रमाइलो भइरहेछ ल त्यही पूजा त्यही त होइन
फोहोर यहाँनिर होइन दुईजना आमाहरू चाहिँ मिस हुनुभयो होइन त्यही त हजुर ल रमाइलो छ नि होइन हजुरआमा ल ठिक छ ल ल है ल आमाहरू यतै हुनुहुन्छ दुईजना आमाहरू चाहिँ मिस हुनुभयो एकजना आमा खस्नुभयो एकजना बिरामी हुनुहुन्छ ल ल ठिक छ हाम्रो चाहिँ यताबाट चाहिँ सर्भ हुँदैछ हाम्रो चाहिँ मटनको सुप अहिले सबै खाना खानु बस्नु भएको छ है सोटिनी हेलो हेलो सोटिनी सबैजना यहाँनिर बस्नु भएको छ है हाम्रो भेराइटिजहरू यस्तो छ राउन्डिङ त खाना कस्तो रहेछ त आन्टी मम्मीहरू दामी छ ल है यस्तै बनायो नि अब मिठो मानेर खाइदिनुहोस्
2083को वैशाख महिनाको कति गते भने आज 27 गते हाम्रो जुन यो देवी पूजा हामीले सुसम्पन्न गरेका छौँ खुसियालीको साथ जाँडसी नखाई चोखो नितो भएर होइन अब चाहिँ यो अन्तिम हो अन्तिममा त चुनाव लडाइँ हुँदैछ त्यसो हुँदाखेरि अब यति नै होला भन्ने कुरो होइन त राम्रोसँगले सम्पन्न भयो यसमा हामी सबै खुसी छौँ अब आगामी साल पनि यस्तै अझै राम्रो गर्दै जान्छौँ अझै राम्रो ल है त ल अब आजको हाम्रो देवी पूजाको कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ अब यहाँ थन्कोमनको कार्यक्रम हुँदैछ सबै थन्कोमनको हुँदैछ है त ल अब हाम्रो भ्लग अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र हामी अझै अरू नयाँ नयाँ भ्लगहरू ल्याउँदै गर्छौँ ल यति भन्दै हजुरहरूसँग बिदा माग्दछु धन्यवाद